ल व्हाट्सअप गाइस वेलकम टु माई न्यू भ्लग भन्दा नि तिमीहरूलाई आज एउटा भन्दा नि यस्तो दामी भ्यू देखाउन चाहन्छु होइन। यो तिमीहरूले नदेख्ने खालको हो। त्यही नि म अब भर्खर सूर्यास्त हुँदैछ है। सूर्यास्त यो सबै तलतिर चाहिँ बादल होइन। ल तिमीहरूको लागि भनेर म अहिले 7 बजिरहेछ अनि भर्खर उठेर चट्टोपारामा 7 बजेको भ्लग आउँदैछ गाइस तिमीहरूको लागि भनेर। अनि तिमीहरूले यस्तो सनसेट कि सनराइज चाहिँ कहिले देखेको हुनुसक्छ। अनि यो पारितिरबाट चाहिँ बादल खसिरहेको छ होइन। अनि त्यही हो गाइस होइन, एकदम छ नि त। अनि यो हो नि त, अनि कपाल नि यस्तो जिङसिङमा भइरहेछ गाइस। अनि हेर बिहान उठ्यो यसो नेचरसँग रमायो चराचुरुङ्गी कराउँछ, यस्तो हुन्छ बिहान। अनि यस्तो पिसफुल ठाउँ त अनि मैले मात्र पाएको होला। अब के भन्नु तिमीहरू होइन। ल यस्तैहरू गाइस होइन। अनि यहाँ चाहिँ हाम्रो घर रहेको छ। अलि यो चाहिँ लुगाहरू सुकाएको होइन। हेर यस्तो छ। त्यहाँदेखि केही छैन गाइस, केही छैन। ल तिमीहरू चाहिँ सनराइजको मजा लिने है त। ल यस्तो ल शुभ बिहानी केटा हो, शुभ बिहानी। यही हो, मैले झन् मुख नधोइ तिमीहरूलाई यस्तो देखाइरहेको छु है। ल मजगर 7 बजे चाहिँ घाम झुल्किँदो रहेछ। फर्स्ट टाइम थाहा भएको। म 7:30सम्म सुत्थेँ नि त, त्यही भएर के। ल यस्तो हुँदो रहेछ यस्तो। अनि चरा नि कस्तो चराचुरुङ्गी कराइरहेको छ। यो चाहिँ गौरीशङ्कर हिमाल। अब तिमीहरूलाई थाहा छैन भने। अनि के भन्छ, यहाँ चाहिँ हाम्रो घाम उदाउँदैछ। ल अझ यो क्यामेरामा राम्रो देखिरहेको छैन होइन। यस्तो भइरहेछ यही बादल छ है। यस्तो अब के भन्नु, के बिहान यस्तो देख्नु त अब भाग्यमा श्री लेखेर आउनु परेको हुन्छ। अब हेर्ने मन छ भने चाहिँ मेरो घरबाट आए नि हुन्छ गाइस होइन। त्यही हो गाइस, यस्तो मिठो भ्यूको साथमा मेरो घरमा यस्तो नि छ होइन। ल अब यस्तो छ घरबाट यस्तो सिन आउने चाहिँ मेरै हो। त्यही नि ल गाइस, त्यही हो गाइस होइन साथीहरू। अनि यो चाहिँ शुभ बिहानी रहेको छ हाम्रो। कपाल नि क्या घिनलाग्दो देखिरहेको होला होइन। त्यही नि टर्न 9। अनि तिमीहरूलाई यस्तो देखाउन चाहन्छु म चाहिँ। यहाँ मेरो स्कुलको जुत्ता साथीहरू। बिहान 7 बजे चाहिँ यस्तो हुन्छ। यहाँ प्याउजी गइरहेछ, त्यसको नाम चाहिँ प्याउजी हो है गाइस। गाइजहरू रियलमा देख्यो भने प्याउजी भन्नु होला। अनि के हो, यसले काम बिगारे जस्तो छ गाइस यहाँ। अनि ल यही हो, आज मात्र देखेँ मैले चाहिँ त्यही होइन। अनि ह्यान्डसम देखिरहेको चाहिँ छैन है। यहाँ नि छ हाम्रो घर चाहिँ। यो चाहिँ के अरे तल चाहिँ केहरूले बनाएको हो। अनि यहाँ नि छ हाम्रो फेरि घर। यो चाहिँ मेरो रुम होइन। तर कस्तो देखिरहेछ, कस्तो हिजो भर्खर नुहाएको त ह्यान्सी देख्छ त। यो गाइस कालो भएर केही छैन, दारी पनि पलाएछ। के हो भित्र त रुम धस्दै रहेछ जस्तो छ। त्यही डोन्ट माइन्ड। तिमी मेरो जीवनमा ल बिहानको भ्लग चाहिँ यस्तो छ। बिहानै त्यही हो गाइस। अनि कपाल त के हो त्यस्तै देखिरहेछ जस्तो छ यहाँ नि। ल के गर्नु गाइस, दुःख छ। कपाल अब लामो भइसक्यो, अब काट्नुपर्छ। तिमीहरूलाई आजको भ्लग मैले यो देखाउनुलाई सुरु गरेको क्या। यस्तो दामी
एकछिन म सिनेमेटिक हान्छु ल गाइस आजलाई ब्लग यति हुन्छ होइन थोरै थियो तर मिठो थियो भन्न चाहिँ नबिर्सिनु होला त्यो झन् राम्रो हुँदै रहेछ झन् त्यो मेरो घर चाहिँ ठ्याक्कै यहाँ पिसफुल ठाउँमा छ नि त पिसफुल एक्लै छ होइन मेरो घर चाहिँ गाउँ चाहिँ उतालतिर हो अनि यता माथिल्लोबाट पनि गाउँ छ तर नि पिसफुल छ प्राइभेसी नि हुन्छ अनि यस्तो दामी दामी भ्यू नि देखिन्छ गाइस हाम्रो चाहिँ त्यही हो मलाई त्यही भएर खुसी लाग्छ त्यही भएर के गाइस त्यही हो मुख नि धुएको छैन भन्नुपर्दा चाहिँ अलिक चोर जस्तो देखेको छ भने चाहिँ केही नभन्नु होला होइन त्यही नि यो लुक एट दिस क्या अब त्यहीँ अगाडि फेरि हिमाल नै छ हिमाल अलि देखेको छैन ल आजलाई भ्लग यति हुन्छ गाइस तपाईँको जे हुन्छ त्यही हेरिदिनु होला अलि राम्रो देखाएको थियो त्यही भएर मात्रै मैले भ्लग बनाएको नभए बनाउँदैन थिएँ टाटा